नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। चाहिँ युट्युब गर्ने भनेर गरेको चाहिँ नगरेको चाहिँ होइन, पहिल्यै 6-7 वर्ष अगाडि पनि भनौँ न। अब यस्तोमा क्या मोबाइल राखेर, तर नेम चाहिँ धुलिखेल्यो। मेरो नाम के जस्तो लाग्छ? युट्युब मेरो युट्युबको नाम के जस्तो लाग्छ भने मुखे त हेलमेट हेर न ल, हेलमेट हेर न ल। राजकुमार थापा मगरको हो, साँच्ची होइन भने यस्तो पातलो छैन। म त मोटै छु त। अनि कस्मी अराउन्ड कति यसको कति पो ल्याएको थियो त्यो नाठाले? यसको समथिङ मलाई जस्ट 5,000 6,000 पऱ्यो होला। एन्ड यसको चाहिँ मलाई 3500 पऱ्यो। हल्का चुना चाहिँ लाग्यो। हेलो नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आजको भिडियो चाहिँ हल्का के हुन्छ कसो हुन्छ आएर फकिन हो होइन, ऱ्यान्डमली हिँड्दै हो क्या मैले चाहिँ। पल्युसन पनि फेरि अति पल्युसन छ क्या अहिले है यतातिर। खै युट्युब गर्ने भनेर त खालि जोसिन्छु कि म होइन। अच्छा अब युट्युब गर्ने भन्दा पनि तपाईँको अलमोस्ट कति मोर देन 7-8 वर्षै भयो होला यार। अब हाई स्कुल +2 देखि युट्युब गर्ने भनेको है। अब त्यतिखेर बाइक त थियो, त्यो त क्यामेरा थिएन क्या, ल्यापटप स्यापटप पनि थियो। त्यतिखेर चाहिँ गोप्रो हल्का महँगै थियो क्या। अब महँगो इनकेस रेट त एउटै हो, तर अहिले के हो पैसाको भ्यालु घट्या हो कि के हो होइन। लाइक पहिला तपाईँको 70,000 भने कस्तो ठुलो लाग्थ्यो क्या। अब यो हुँदा मैले क्यामेरा किनेको नि अलमोस्ट 3-4 वर्ष त भइसक्यो। तर त्यतिखेर +2 पढ्ने बेला क्या तपाईँको होइन, अब भनौँ न गोप्रो सोप्रो लिने यताउता भन्दाखेरि चाहिँ वाइल्ड महँगो लाग्दिने जस्तै हो। अब गोप्रो युट्युब गर्ने भनेर पनि अलमोस्ट कति 7-8 वर्ष भइसक्यो होइन। अब खासै फोकस भन्नु हुन सकिएन, अथवा भइएन परिस्थितिले गर्दा भनौँ न होइन। फोकसै हुन सकेन जस्तो छ क्या परिस्थितिले गर्दाखेरि। एन्ड त्यस्तै भयो। अब यस्तो उस्तो त्यस्तै हो होइन। सो आजको भिडियो चाहिँ अब हल्का बाइक रिभ्यूबारे बनाउनु पर्ला, किन भन्दाखेरि कन्टेन्टको कमी छ मसँग होइन। कन्टेन्ट चाहिँ खासै छैन नि त। अब अलिकति तपाईँ चिनेको जानेको अलि अननोन नभएको खण्डमा चाहिँ तपाईँको जे बनायो नि कन्टेन्ट हुँदो रहेछ होइन। तर तपाईँहरू यदि न्यू कमर्स हुनुहुन्छ भने चाहिँ तपाईँहरूले कन्टेन्टलाई नै प्रायोरिटी दियो भने चाहिँ तपाईँहरूको युट्युब चल्दो रहेछ है। मलाई चाहिँ त्यस्तो लाग्यो, किन भन्दाखेरि मैले खासै युट्युब गर्ने भनेर गरेको चाहिँ नगरेको चाहिँ होइन, पहिल्यै 6-7 वर्ष अगाडि पनि भनौँ न। अब यस्तोमा क्या मोबाइल राखेर होइन, त्यतिखेर यो हेलमेटमा माउन्ट साउन्ड पनि आउँदैन थियो क्या। एन्ड मोबाइलबाट यस्तो भर्टिकल हिसाबमा खिचेर होइन गरेको हो, नगरेको त होइन, तर खासै नचल्ने क्या। अब कन्सिस्टेन्सी भन्छ नि मान्छेले, कन्सिस्टेन्सी चाहिँ दिनै पर्ने हुन्छ होइन। यदि कन्सिस्टेन्सी दिएन भने चाहिँ अब खासै काम छैन। के यहाँबाट माथि बाटो बन्द हो र नानो? जान्छ होला बाइक त। जरा सबर करो। ए लडिक छ फेरि यो बाइक घुमाउनै गाह्रो लाग्छ मलाई। आकाशमा हाइट पनि एकदम नपुग्ने त होइन, पुग्छ है। म चाहिँ 5'9" हो, तर अलिकति गरौँ छ क्या। एउटा डट बाइक जस्तो छैन भने सल्लाह गरौँ छ क्या यो बाइक हो न। एक्सपल्स होइन, तर यो चाइनिजहरू भन्दा डट बाइकहरू भन्दा पनि अग्लै छ है। एन्ड गरौँ पनि छ क्या। सो हल्का झ्याउ चाहिँ छ यो एक्सपल्स, तर ठिक छ, रिलायबिलिटी छ होइन। रिसेन्टली म चाहिँ यसमा पूर्व पनि गइदिएँ, जस्ट राम्रै भयो भनौँ न। त्यस्तो बाटोमा धोका दिने चाहिँ भएन। तर अहिले चाहिँ हल्का यो एफआईले होइन ल्याङ हानिरहेको छ क्या, अलिकति स्टार्ट भुरभुर गरिरहेछ। खासै मैले तेल कम राखेर त चलाउँदिनँ, त्यही पनि हल्का भुरभुर त धुलिखेलतिर चलिदिनुपर्छ कि गाइज। फेरि यो चाहिँ धुलिखेल पनि नजिक छ क्या यहाँबाट, धुलिखेल धेरै टाढै छैन। पहिला यसो यो केयु काठमाडौँ युनिभर्सिटीको दर्शकहरू कतिजना केटाहरू भन्छ क्या अब ठमेल जा बेलुका होइन, नाइट कन्टेन्ट देखाउँछ भनेर। अब खै खासै मलाई त्यस्तो इन्ट्रेस्टै छैन होइन, तर सक्छु म त्यस्तो गर्नलाई पनि। किनभने कन्टेन्ट के लिए कुछ भी भन्छ नि त्यस्तै। काठमाडौँ युनिभर्सिटी चाहिँ यही हो त। यदि त इनकेस तपाईँहरूलाई आमामा टिकटकै चलिरहेको रहेछ नि त्यहाँ त बिल्लै लाग्छ क्या मलाई चाहिँ। हेर्न हग्दिलो भन्दा हेर्नेलाई लाज भने जस्तोलाई मतलब छैन होइन, तर मलाई हेर्नै वाइड बिल्ला लाग्दिरहेको क्या त्यहाँबाट त भने कसम चाहिँ भनेको यार। त वा सक्छ नि त गाइज, एउटा ब्याडी चाहिँ उठाइदिनु पर्ने हुन्छ है यहाँबाट मैले आज। ओ माई गड भनेको ओहो नट माई टाइप होइन। तपाईँहरूलाई म सबै घुमाइदिन्छु आज। तपाईँहरूले भनौँ न अब यो काठमाडौँ युनिभर्सिटी देख्नुभयो है, धुलिखेल पनि एकलट हेरिदिउँ न त। धेरै टाढो त छैन यहाँबाट धुलिखेल, हल्का नजिकै हो।
धुलिखेल पुगेपछि तपाईँहरूलाई म भेट्छु है त गाइज Few moments later. गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ यो दिस इज बिपी हाइवे होइन धुलिखेल चोकमा छ यो तलबाट गयो भने बर्दिवास माथिबाट आयो भने धुलिखेल होइन एन्ड भनौँ न अब धुलिखेलको यो चाहिँ लाइक सिमिल्यारिटी नै छ होइन भनौँ न अब नेवारी खाजा सेट होइन अब हुन त मी पर्सनली ग्रोइङ इन भक्तपुर म चाहिँ भक्तपुरमै हुर्केको हो क्या एन्ड भनौँ न अब तपाईँको जे होस् भक्तपुर भाइब्स छैन त यत्तिको भाइब्स भक्तपुरकै भाइब्स हो क्या यो चाहिँ प्योर भक्तपुर भन्दा नि हुन्छ तर नेम चाहिँ धुलिखेलै हो मेरो नाम के जस्तो लाग्छ युट्युब मेरो युट्युबको नाम के जस्तो लाग्छ भने मुख त हेलमेट हेर न ल हेलमेट हेर न ल यही नहीं अभी और सुनिए मेरो नाम राजकुमार थापा मगर हो ल साँच्ची होइन भने रुको जरा सबर करो यस्तो पातलो छैन म त मोटै छु त अनि ल पखायो त तिमीलाई ल भन के जस्तो लाग्छ मेरो नाम दिस क्या म एमआरपी हो क्या म हिजो भएर आएको भने नेपाल कस्तोको नपत्ताको यार थट यो भरे युट्युबमा आउँछ ल एमआरपी साँच्ची एमआरपी पनि होइन राजकुमार पनि होइन साँच्ची भनौँ के हो मेरो नाम सिजन बानिया ल म गएँ त कुछ भी हो ल भाइ साइको खाइदिएर भन्दा बच्चाहरू मजा आया के गर्नु धुलिखेल जाँदैछु है धुलिखेल गएर भेटौँ के हो धुलिखेलको माथि डाँडामा गएर रिभ्यू दिने हो क्या तपाईँहरूलाई मैले 5,000 सब्सक्राइब के अरे 5,000 सब्सक्राइबर अरे 5,000 किलोमिटर कुद्यो नि त यो बाइक मैले बाइक लिएर चाहिँ अलमोस्ट धेरै ठाउँ गएँ फर्स्टमै 3 धारा गएँ होइन नम्बर प्लेट पनि थिएन मेरो फर्स्टमा जाँदै 4 चोटि लड्या हो एन्ड सेकेन्डली म कहाँ गएँ भन्दाखेरि चाहिँ लाइक सेकेन्डली म पूर्व होइन नुवाकोट गएँ म नुवाकोट दरबारसम्म गएँ होइन अनि त्यसपछि थर्ड गएको भनेको म थर्ड कहाँ गएँ थर्ड गएँ भने पूर्व लेटाङ मेरो होम टाउन म जन्मेको ठाउँ होइन लेटाङ होम टाउन गएँ आम्मामा त्यसपछि म कहाँ गएँ भन्दाखेरि चाहिँ लाइक भनौँ न त्यसपछि म फेरि वीरगन्जतिर चल्दिएँ होइन वीरगन्ज हेटौँडा जोस् भनौँ न इस्ट वेस्ट सबैतिर कभर गरेको छ क्या मैले सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ 5,000 म कुदिसकेँ यो बाइक होइन 5,000 कुद्ने बेलासम्म चाहिँ मैले जम्मा 3 चोटि मात्र सर्भिसिङ गरेको छु यो बाइक 3 चोटि सर्भिसिङ गरेको छु होइन अनि 3 चोटि सर्भिसिङ गर्दाखेरि चाहिँ लाइक भनौँ न सर्भिसिङमा मेरो खासै त्यस्तो खर्च त भएन किनभने 4वटा सर्भिसिङ फ्री छ नि त यो बाइकमा एन्ड लाग्यो तर मोबिलहरू त्यस्तो साह्रो महँगो छैन मैले पहिला सिआरएफहरू पनि यताउता पिकनिक स्पट आइसक्यो है यो सिधै गयो भने हामी पिकनिक स्पट पुग्छ हामी अनि यताबाट सिधै गयो भने नि मार्बल डाँडा के भन्छ त्यसलाई ढुङ्गा भन्छ जोस् जमानामा क्लास 10मा पिकनिक आएको थियो यताबाट त होइन क्या अरे उकालो पो थियो त है सिरा भने ओभर कन्फिडेन्ट भइदिएर यताबाट चाहिँ हो जस्तो लाग्यो ल सो यहाँ चाहिँ म जमानामा क्लास 10बाट पिकनिक ल्याएको थिएँ क्या फाइनल पिकनिक हो त्यतिखेर आएको थिएँ त्यसपछि अफिसियल्ली आइनँ होइन तर आइरह हुन्छ भनौँ न अस्ति पनि एकचोटि आएको थिएँ त अनि त्यो ढुङ्गासम्म चाहिँ गइनँ म तलसम्म आएको थियो अहिले त कामले अब इन्भल्भ हुन्छ नि त पहिला जस्तो घुम्ने घाम्ने यताउता छैन होइन त्यस्तो अब घुमेर बसेर पनि हुँदैन जस्तो लाग्यो है छोरा मान्छे भएर एउटा रेस्पोन्सिबिलिटीले हान्छ क्या हामी छोरा मान्छेहरूलाई छोरा मान्छे होस् या छोरी मान्छे होस् होइन अब इभन दो अब कसैको पर्दैन अब त्यस्तो भनौँ न त्यस्तो निडेड छैन भने चाहिँ खासै रेस्पोन्सिबिलिटी नै हानेन होइन तर जब तपाईँहरूलाई लाइक छोरा होस् छोरी भन्ने चाहिँ नहुने रहेछ क्या तपाईँहरूको मेन कुरो भनेको रेस्पोन्सिबिलिटी हो जसले रेस्पोन्सिबिलिटी लिन सक्यो होइन त्यसलाई चाहिँ लाइक सानो उमेरमा पनि एउटा भनौँ न एउटा एक हिसाबले भनिन्छ नि पर्छ भने जस्तो हो त्यस्तो चाहिँ एउटा भनौँ न एउटा दायित्वमा चाहिँ बाँधिनुपर्छ जस्तो लाग्यो क्या मलाई एउटा मेल होस् या फिमेल होस् ठिक छ तपाईँलाई पुग्छ होइन तपाईँहरूलाई इनफ छ घर छ गाडी छ फ्यामिली इन्कम छ ब्याङ्क ब्यालेन्स छ ठिक छ अब किन के काममा इन्भल्भ हुन्छ त्यो जे होस् घुम्नु नै पर्छ ठिक छ होइन तर भन्न खोजेको चाहिँ भनौँ न रेस्पोन्सिबिलिटीमा चाहिँ बाँधिनुपर्छ क्या अब म पनि अब विगतमा रेस्पोन्सिबिलिटी बाँध्यो होइन अब खासै अहिले पुगे पनि छैन नपुगे भए त्यसरी कहाँ भ्लगिङ गर्न आउँथ्यो होला भ्लगिङ त एउटा प्यासन हो किनभने मैले भ्लगिङ गर्छु भनेर अर्काको त्यो लोगेन पल जेक पलहरूको जमानामा देखिन्थ्यो नि त राइस गम होइन कतिजनाले हेर्नुहुन्छ होइन उनीहरूको भ्लगहरू हेर्दा चाहिँ आइस रिमाल त्यतिखेर नेपालको आइस रिमाल पनि चलेको थियो अहिले 99% मान्छेहरूले आइस रिमाल चिन्दैन होला होइन तर मैले भन्नु खोजेको चाहिँ त्यतिखेर मैले भ्लगिङ गर्ने बेला चाहिँ लाइक भ्लगिङ भन्नाले अहिले जस्तो जुन तरिकाको मान्छेले भन्छ नि मैले भ्लगबाट सुपर बाइक लिएँ यान त्यान गएँ यताउता दौडा लस्छन् होइन पैसा छ अहिले चाहिँ मान्छेले प्यासन भन्दा पनि मनीको लागि प्राय गरेको देख्छु मैले होइन तर ठिक छ मैले गर्ने बेला चाहिँ एउटा प्यासन थियो त्यतिखेर सकिनँ होइन अहिले आफ्नै पैसाले एउटा गोप्रो किन्न सकेको छु धेरै ठुलो त मैले पनि गफ गर्न मिल्दैन होइन किनभने मलाई अझै पुगेको पनि छैन
एन्ड त्यही हो अब माथि यहाँ ढुलेखेल डाँडा आइपुगेँ म चाहिँ चट्ट बाइक रोकेर है तपाईँहरूलाई म 5000 किलोमिटरको अनेस्ट रिभ्यू दिन्छु अब मार्केटमा धेरै चलिरहेछ क्या यो बाइक अहिले होइन मान्छेहरूले ठिक छ लिनुहोस् नलिनुहोस् त्यो आफ्नो ठाउँमा छ होइन अब हुन त म कुनै ठुलो चेलीबेटी पनि होइन है मलाई पेड प्रमोसन आएर भनौँ न रिभ्यू गर्नलाई अब मैले जे हो त्यो हो मैले 5000 किलोमिटर चलाएको छु नि त यो बाइक अब 5000 किलोमिटरमा चाहिँ मैले के कस्तो अनुभव फिल गरेँ के कस्तो छ एउटा ड्रब्याक्स पनि छ यो बाइकको नभएको होइन है तर 100%मा 10% हो जति होला ड्रब्याक्स बाँकी त राम्रो पोइन्टै छ होइन सो अब त्यसकै कुरा गरौँ न कता हो ढुलेखेल सो अलराइट गाइज होइन दिस इज एक्सपल्स 200 4V Pro है 53 लट मैले चाहिँ लाइक यो दसैँभन्दा पनि तिहारको अफरमा लिएको थिएँ क्या यो बाइक चाहिँ एन्ड अहिले चाहिँ म देख्न सक्नुहुन्छ ढुलेखेल डाँडामा चाहिँ हल्का यहाँ पनि तोवालोले इफेक्ट चाहिँ हानेको छ है सो टकिङ अबाउट दिस बाइक फर्स्ट थिङ फर्स्ट मैले यसमा गरेको चेन्जहरूको बारेमा भनौँ होइन फर्स्टमा चाहिँ मैले लाइक यो ऱ्याली सिट हालेको छु है दिस इज नट नर्मल सिट ऱ्याली सिट हालेको छु अनि सेकेन्डली चाहिँ यो आर्ट अफ के अरे मोटर टर्कको ह्यान्डल बार हालेको छु होइन विच कस्ट मी अराउन्ड कति यसको कति पो ल्याएको थियो त्यो जाँठाले यसको समथिङ मलाई जस्ट 5000 6000 पऱ्यो होला एन्ड यसको चाहिँ मलाई 3500 पऱ्यो हल्का चुना चाहिँ लाग्यो हो तर वर्थ इट छ किन भन्दाखेरि यसको पहिलाको ह्यान्डल चाहिँ हल्का यहाँबाट सुरु हुन्थ्यो यतिको ह्यान्डल हुन्थ्यो क्या अहिले तलै हुन्थ्यो एन्ड भाइब्रेसनहरू पनि आउँथ्यो अलिक कच्ची पनि थियो स्ट्यान्ड अब यो खासै मैले कुदाउँदा त लडाएको छैन हल्का स्ट्यान्ड भनौँ न अब यताउता अलिक हेभी छ नि त बाइक अनि अलिकति बल नपुगेर चाहिँ लडेको चाहिँ छ होइन अनि त्यति लड्दा पनि सामान्य यस्तो बाङ्गिनेहरू हुन्थ्यो क्या सो अर्को भनेको क्रास गार्ड हालेको छु यो चाहिँ मैले टेकुबाटै हालेको हो होइन त्यस्तो महँगो छैन यो सो अहिलेसम्म ठ्याक्कै 5000 किलोमिटर कुद्यो 5000 किलोमिटर कुद्यो होइन टायरहरू पनि हल्का घोटेको छ अनि यसमा म गएको भनेको चाहिँ 3 धारे नुवाकोट उता पूर्व यता वीरगञ्ज तराई सराई किनभने यता मेरो काम भइरहन्छ होइन एन्ड त्यस्तै पछाडि खासै मोडिफिकेसनहरू केही पनि गरेको छैन र 5000 किलोमिटरको तपाईँको भनौँ न अब ड्रब्याक्स यसमा के छ भन्नुहुन्छ भने चाहिँ एउटा अलिकति हिट चाहिँ हुन्छ है अब किनभने रेडिएटर छ होइन तर एयर कुलवाला इन्जिन हो यो तपाईँको भनौँ लिक्विड कुलवाला होइन सो अलिकति हिट हुन्छ एन्ड भनौँ न अब अलिकति हिट चाहिँ हुन्छ तर कस्तो कन्डिसनमा हिट हुन्छ भन्दाखेरि चाहिँ अलिकति नर्मल गियर हुन्छ नि तपाईँको जस्तै 1 गियर 2 गियरमा चलायो भने चाहिँ खासै हिट हुन्छ यो बाइक होइन अनि अर्को भनेको सस्पेन्सन चाहिँ अब ठिक छ भनौँ न एक हिसाबले अब अलिकति पुगेको छैन जस्तो चाहिँ मलाई फिल हुन्छ है टु बी अनेस्ट किनभने यो चाहिँ अब अलिकति अफ रोड सेगमेन्टको बाइक हो तर मैले अब पहिला योभन्दा अलिकति बेटर क्वालिटीको हन्डाको भनौँ न अथवा चाइनिज डट बाइकै भए पनि इन्जिन रिलायबिलिटीको भन्दा पनि सस्पेन्सन त यसको भन्दा त्यसको राम्रो हुन्छ नि त सो त्यही भएर मलाई हल्का फिल हुन सक्छ होइन तर तपाईँहरूले एडजस्ट गर्न सक्नुहुन्छ यहाँबाट एज यु गाइज क्यान सी होइन यहाँबाट एडजस्ट गर्न सक्नुहुन्छ एन्ड ठिक छ अब अरू यसको 5000 किलोमिटरमा होइन अब एउटा ड्रब्याक्स भनेको त्यही भइहाल्यो र राम्रो पोइन्टहरू भनेको चाहिँ के छ भन्नुहुन्छ भने अब यो सिट अब योभन्दा अगाडिकोमा चाहिँ मलाई चाहिँ के फिल भएको थियो भन्दाखेरि म यहाँ काभ्रेबाट भनौँ न अब 3 धारेसम्म जाँदाखेरि चाहिँ तपाईँको नर्मल स्टक सिट र स्टक ह्यान्डलमा चाहिँ मलाई हातमा चाहिँ खासै त्यसो प्रेसर होइन ढाडमा चाहिँ अलिकति झन् धेरै भाइब्रेसन हात ह्यान्डलले पनि हुने अनि पछाडि सिट गलिन हुने गर्दा चाहिँ ढाड चाहिँ अलिक दुखेको थियो बट अहिले चाहिँ तपाईँको भनौँ न यो ह्यान्डल र यो सिट हालेपछि चाहिँ खासै त्यस्तो केही पनि त भएको छैन होइन अनि लङ टुरमा नि राम्रै छ भनौँ न ढाड साट दुखेको छैन किनभने मैले नन स्टप त्यो दिन मैले कति यताबाट जस्ट पूर्व पश्चिम 1 राउन्ड हानेको क्या मैले भन्दाखेरि अलमोस्ट 500 किलोमिटर कुदाएको थियो पनि डबल लोड होइन अनि खासै मलाई के जस्तो फिल पनि भएको थिएन डबल लोड गएको थियौँ हामी एन्ड पछाडि भनौँ न 40-50-55 केजीको मान्छे बसेर म अगाडि भनौँ न 70 केजीको मान्छे बसेर खासै त्यस्तो प्रब्लम थिएन भन्न खोजेको चाहिँ होस् लङ टुरमा मलाई सिट र ह्यान्डलले गर्दा चाहिँ खासै त्यस्तो केही पनि नराम्रो छैन लङ टुरलाई पर्फेक्ट छ अनि अर्को भनेको चाहिँ टायर है टायर चाहिँ यो हल्का खिँदो रहेछ क्या किन भन्दाखेरि म तराई जानुभन्दा अगाडि पूर्व जानुभन्दा अगाडि चाहिँ टायरको हल्का गोटी थियो क्या अहिले स्टिल पनि छ होइन तर धेरै खायो क्या टायर हुन त गर्मी बाटो त्यस्तो डबल लोड हिँडेको छ नन स्टपकै फेरि अब दिनमा 500 किलोमिटर रोक्दै गयो भने त कुद्दैन नि त त्यही भएर पनि हुनसक्छ होइन अहिले ड्रब्याक चाहिँ टायर चाहिँ सक्दो फेर्दा राम्रो किनभने यस्तो नर्मल अफ रोडमा त ठिक छ तर अलिकति त्यो माटो साटो एक्सट्रिम माटो भएको ठाउँमा चाहिँ यो खासै भनौँ न चिप्लिन्छ ओर्छ खाए डट प्योर डट होइन नि त यो सेमी जस्तो छ अनि अरू भनेको चाहिँ चेन्ज पकेट होइन चेन चाहिँ तपाईँको अलिक खै मेरोमा मात्र त्यस्तो हो कि अरूमा त्यस्तो हो होइन मैले सर्भिसिङ गर्न जाँदा चाहिँ अरू एक्सपल्स यस्तै बाइक प्रो किनेको मान्छेहरू भेटेको छैन क्या उहाँहरूलाई मैले सोधेको छैन तर चेन चाहिँ चाँडै लुज हुन्छ है यसको त्यो एउटा ड्रब्याक्स भयो अनि अरू त खासै त्यस्तो नराम्रो छैन माइलेज पनि अलमोस्ट 35-40 दिन्छ होइन त्यो भनेको प्रिटी गुड हो अब कहाँ पहिला 10-12 किलोमिटर माइलेज दिएको बाइकले मान्छेलाई 30-35 पाउनु राम्रो लुक्स पनि ठिकै छ होइन अब हल्का यो पछाडिको टप र अगाडिको यो मैले हेडलाइट चाहिँ फेरिदिने विचारमा छु तपाईँको त्यो बाजा हेडलाइट भन्छ नि चाइनिज डट बाइकमा हाल्छ नि त्यस्तो हाल्ने भनेर सोचिरहेको छु होइन
अनि पछाडिको मोटो क्रसको टेल हालिदियो भने चाहिँ प्योर अफ रोड सेगमेन्टको देखिन्छ बाइक। त्यस्तो नराम्रो छैन है। 5000 किलोमिटर गयो स्टिल पर्फेक्ट होइन। 3टा सर्भिसिङ भइसक्यो मैले। अब एउटा फ्री सर्भिसिङ छ, त्यसपछि सर्भिसिङ चार्ज 475 समथिङ लिन्छ। मोबिलको 875 रुपियाँ हो होइन। अनि मोबिल फिल्टर चाहिँ प्रत्येक सर्भिसिङमा फेर्नु पर्दैन, एक सर्भिसिङ स्किप गरेर फेर्दा हुन्छ। तर मैले चाहिँ प्रत्येक सर्भिसिङमा फेरिदिन्छु। अनि तपाईँले मोबिल फेरिसकेपछि चाहिँ यसको चाहिँ मोबिल फिल्टर चाहिँ भित्र लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ प्रत्येक मोबिल फिल्टर फेर्दाखेरि चाहिँ हजुरको यो खोल्नुपर्ने हुन्छ क्या। अनि यसको ग्यास्केट पनि फेर्नुपर्ने हुन्छ होइन। सो अलिकति कस्टली हुनसक्छ, तर सकभर मोबिल फिल्टर फेरेकै राम्रो। आफ्नो कुदाइ अनुसार अब घरतिर नर्मल कुदाउनुहुन्छ भने त ठिक हो, तर अलिक हार्ड ड्राइभ गर्नुहुन्छ यताउता हुन्छ भने चाहिँ त्यो आफैले बुझ्नुपर्ने कुरो हो। किनभने बाइकरहरूलाई मैले खासै सम्झाएर त परेन होइन। अरू ठिक छ। अब यो रिभ्यू 5000 किलोमिटर होइन, स्टिल गुड। अनि तपाईँहरूलाई लिनुहुन्छ भने ढोकाले लिनुहोस्, तर तपाईँको हाइट चाहिँ हुनुपर्छ। मी पर्सनली म चाहिँ 5 फुट 9 इंच एन्ड हाफ हो होइन। जुत्ता सुत्ता लगायो भने मैले मजाले 5'11" हुन्छु, किनभने म चाहिँ एटलिस्ट 2 इंचको चाहिँ जुत्ता लाउँछु कि। अनि त्यही भएर 5'11" हुन्छ मेरो हाइट चाहिँ जुत्ता लगाएपछि। अनि र खुट्टा चाहिँ मेरो हाइट भनेको चाहिँ 5 फुट 9 इंच एन्ड हाफ हो। हल्का 5'10" हुन सकिनँ, अब बढ्छु होला किनभने अन्डर 25 नै हो नि त म। 25 वर्ष मान्छे छोरा मान्छेको हाइट बढ्छ भन्छ नि त। सो बात तो सही है। सोफार सो गुड होइन, खासै त्यस्तो प्रब्लम आएको छैन। र यही हुन्छ होला मेरो फर्स्ट भिडियो यो बाइकमा, किनभने बाइक किनेको मैले अलमोस्ट 3-4 महिना भइसक्यो तर भिडियो हालेको थिइनँ। अब चाहिँ युट्युबलाई चाहिँ सिरियसली लिन खोजिरहेको छु। किन भन्दाखेरि भनिहाल्यो नि, भ्लगिङ गर्ने भनेको 7-8 वर्ष भयो, क्यामेरा किनेको 3-4 वर्ष भयो, बाइक त जमानादेखि नै थियो होइन। तर अहिलेसम्म भ्लगिङ गर्न सकिएको थिएन। अब आफूले भ्लग गर्छु भन्ने बेलाको मान्छेहरू भ्लगिङ गरेर नि रिटायर भइसक्यो, अरू नयाँ मान्छे आएर पनि के भइसक्यो होइन। आफू चाहिँ स्टिल यस्तै ठाउँमा छु। सो त्यो भएको यो चाहिँ धुली खेल हो। धुम्म धाममै छ है, कस्तो राम्रो देखिन्थ्यो होइन। तर एक लोट पानी परेर पछि आयो भने चाहिँ बब्बाल देखिन्छ। अहिले चाहिँ वाइल्ड धुम्म छ है। एन्ड भनौँ न अहिलेको वेदर त्यस्तै छ, सबैजना घरै बस्दिनु होला। तपाईँहरू घर बस्नुहुन्छ भनेर नै मैले भिडियो बनाएको छु, कृपया हेरिदिनु पनि होला। सो यो पल्युसनमा चाहिँ धेरै नघुम्दिनु होला ल। यति भन्दै आजको भिडियो म यहीँ टुङ्गाउन चाहन्छु होइन। अब कस्तो लाग्छ भिडियो तपाईँहरूलाई, लाइक सेयर एन्ड सब्सक्राइब त मैले भन्नै पर्दैन है। त्यो तपाईँहरूले माया देखाइदिनु, तपाईँहरूलाई इच्छा लाग्छ भने है, फेरि कम्पलसरी छैन। मेरो भिडियो तपाईँले हेरिदिनु भयो, लाइक सब्सक्राइब ठोक भनिदिनु भयो होइन। तर इन्ट्रेस्ट लाग्छ भने गरिदिनु होला। इट मिन्स अ लट, किनभने न्यू कमर्सहरूलाई तपाईँहरूले सपोर्ट गर्ने हो। हाम्रो युट्युबमा पनि पोलिटिक्स जस्तो नगरौँ क्या। 80-90 वर्षको बुढाहरूले देश चलाए जस्तै त्यही भनौँ न, क्रिन्जी कन्टेन्ट क्रिएटरहरूलाई नै सपोर्ट गर्नुपर्छ, नयाँलाई चाहिँ आउनै दिनु हुँदैन भनेर प्लिज फिलिङ्स त्यस्तो नराखिदिनु होला। तपाईँहरू आफै बुझ्नुहुन्छ होइन। किनभने नयाँ नयाँलाई पनि चान्स दिनुपर्छ। के थाहा, अब तपाईँहरूले नयाँ नयाँलाई सपोर्ट गरिदिनु भयो भने अब तपाईँहरूले खोजे जस्तो कन्टेन्टहरू चाहिँ होइन नयाँले दिन सक्छ। म आई होप यु गाइज गन लाइक दिस भिडियो। इफ यु डिड देन डोन्ट फर्गेट द सब्सक्राइब बटन। एन्ड स्वस्थ रहनु होला, मस्त रहनु होला। पिस आउट। सब्सक्राइब कर लो यार। महेश दल्ले बड़ा दल्ले बेनी बाप तेरा।